देख्न तिमीलाई देखेको तर यतै नै हो भन्ने पक्का गर्न सकिन। बिहान पखतिर आज पूजा भएको घरतिर पुगे र त्यहाँ एकछिन बसेर रेखी राख्नतिर लागे। त्यहाँ रेखी राखेर सबै सामानहरू मिलाएर ठिक बनाउँदै थिए। त्यहाँ सामानहरू आधा जति मिलाइसकेपछि दाईहरू पनि आइपुग्नु भयो र उहाँ दाईले मलाई देख्ने बित्तिकै तिमीलाई मैले कहाँ देख्न देखेको भन्नुभयो। मैले दाईलाई फेसबुकमा ट्याग गरेर पोस्ट गर्छु, त्यहीबाट देख्नु भएको हो कि भने। त्यही नै हो जस्तो लाग्यो भन्नुभयो दाईले। दाईसँग पनि चिन्जान भयो आज र यता दाईले पनि सबै सामानहरू ठिक्क बनाएर कर्ताहरूलाई राखेर पूजा सुरु गराउनतिर लाग्नुभयो र मैले यता पुण्य वाचन बनाउनतिर लागे। त्यो बनाएर सबैले आफ्नो आफ्नो भागमा परेको कार्यहरू गराउनतिर लाग्नुभयो र मैले पनि रुद्री गराउनतिर लागे। यता दाजुले सत्यनारायण पूजा गराउनतिर लाग्नुभयो अनि अरू गर्नुपर्ने कार्यहरू पनि गरेर यता दाईले लाखबत्तीको लागि रेखी राख्दै हुनुहुन्थ्यो। फेरि यहाँ सानोतिनो रेखी राख्नुहुन्न दाईले, राखेपछि गजब खालको नै रेखी राख्नुहुन्छ, यहाँ हेर्न पनि सक्नुहुन्छ। र त्यतिकैमा यता तर्पण मार्जन पनि गरेर लाखबत्ती पनि बालेर आरती पुष्पाञ्जली पनि गरेर माथि छतबाट सबै कर्ताहरूलाई जलले अभिषेक गराएर सबै सकेर भोजन गरेर टीका लगाएर त्यहाँबाट हामी सबै बिदा भयौँ।